नेपालको शेयर बजार नेप्सेमा एउटा ठूलो परिवर्तनको लहर आउँदैछ। आज हामी त्यही नयाँ नियमहरूको बारेमा कुरा गर्दैछौँ जसले शेयर कारोबारको पुरानो शैलीलाई पुरै बदल्न सक्छ। त्यसो भए के छन् त यी नयाँ नियमहरू? ल सुरु गरौँ है त। यो मिति चाहिँ क्यालेन्डरमा टिपेर राख्दा हुन्छ। आउँदो वैशाख 7 गते सोमबार। यही दिनदेखि नेप्सेमा केही यस्ता नियमहरू लागू हुँदैछन् जसले बजारलाई पहिलेभन्दा धेरै फ्लेक्सिबल र डाइनामिक बनाउनेछ। शेयर बजारमा चासो राख्ने सबैका लागि यी नियमहरू जान्नै पर्ने कुरा हो। ल अब सुरु गरौँ पहिलो र सायद सबैभन्दा धेरैले प्रतीक्षा गरिरहेको परिवर्तनबाट। त्यो हो कारोबार हुने दिनहरूमा आएको फेरबदल। अब हेर्नुहोस् है, नेप्सेको तालिका पुरै फेरिएको छ। आइतबार छुट्टी अनि सोमबारदेखि शुक्रबारसम्म फुल टाइम कारोबार। सरकारले 2 दिन बिदा दिएसँगै अब शुक्रबार आधा दिन होइन पुरै दिन बजार खुल्ने भयो। भनेपछि अब हप्ताको 5 दिन मज्जाले कुनै टेन्सन बिना कारोबार गर्न पाइने भयो। यो त धेरै लगानीकर्ताका लागि ठुलै राहतको कुरा हो, हैन र? कारोबारको दिनको कुरा त भयो। अब अर्को एउटा गेम चेन्जिङ अपडेटको कुरा गरौँ। सोच्नुस् त, अब शेयर किन्न वा बेच्न बजार खुल्ने समय कुर्नु नै नपर्ने। यो त साँच्चीकै एउटा ठुलो कदम हो है। अब त दिनको जुनसुकै बेला, चाहे मध्यरात होस् वा बिहान चिया पिउँदै गर्दा शेयर किनबेचको अर्डर राख्न सकिने भयो। हो, बजार खुल्ने त त्यही बिहान 11 देखि 3 बजी नै हो, तर राखिएको अर्डर अर्को दिन बजार खुल्न साथ आफै क्युमा बस्छ। कस्तो गजबको सुविधा! एकछिन सोचौँ त, खास गरी दिनभरि अफिसमा व्यस्त रहनेहरूका लागि त यो वरदानै हो। अब बजार खुल्ला भनेर तनाव लिने वा हतारमा अर्डर हाल्नुपर्ने दिन गए। ल अब अलिकति गम्भीर विषयमा जाउँ। कुरा गरौँ बजारको मुटुको, अर्थात् यसको उतार चढावलाई नियन्त्रण गर्ने नयाँ नियमहरूको बारेमा। यो लगानीको सुरक्षासँग जोडिएको कुरा हो, त्यसैले एकदमै महत्त्वपूर्ण छ। स्क्रिनमा हेर्नुस् त, यो नम्बर ±15% हो। अब नेप्सेमा एकै दिनमा हुने घटबढको नयाँ लिमिट यही हो। पक्कै पनि यसले बजारमा ठुलै तरङ्ग ल्याउन सक्छ। पहिले के थियो भने कुनै पनि शेयरको भाव एक दिनमा 10% भन्दा बढी घटबढ हुन पाउँदैन थियो, तर अब त्यो सीमा बढेर 15% पुगेको छ। यसले बजारलाई पक्कै पनि अझै चलायमान बनाउँछ। तर एउटा कुरा के याद राख्नुपर्छ भने जहाँ ठुलो नाफाको सम्भावना हुन्छ त्यहाँ जोखिम पनि त्यत्तिकै बढेको हुन्छ। अब यो नयाँ चुनौतीको लागि तयार हुनुपर्ने देखिन्छ। अब बजारमा कहिलेकाहीँ आउने ठुलो आँधीबेहरीबाट लगानीलाई जोगाउन एउटा नयाँ सेफ्टी नेट पनि आएको छ। हो, हामी कुरा गर्दैछौँ सर्किट ब्रेकरको नयाँ नियमबारे। ल यो 2 तहको सिस्टमले कसरी काम गर्छ एकदमै सरल भाषामा बुझौँ है त। स्टेप 1, बजार खोलेको पहिलो 2 घण्टामा नेप्से 5% घट्यो वा बढ्यो रे, तब के हुन्छ? 15 मिनेटको लागि कारोबार ठप्प। एक किसिमको टाइम आउट, ताकि सबैले सोच्ने समय पाओस्। स्टेप 2, 15 मिनेटपछि बजार फेरि खुल्यो र यदि त्यो घटबढ बढेर 8% पुग्यो भने बस त्यो दिनको लागि गेम ओभर, मतलब बजार बन्द। यो नियमले बजारलाई अनियन्त्रित हुनबाट जोगाउँछ। अब यी ठुला परिवर्तनहरू त भए, तर यति मात्रै होइन, अरू पनि केही व्यवस्थाहरू छन्। अनि सबैभन्दा महत्त्वपूर्ण प्रश्न, यी सबै कुरा मिलेर अबको बजारको चित्र कस्तो बन्ला त? ल यसमा अलिकति गहिराइमा जाउँ। यी मुख्य परिवर्तनहरू बाहेक अरू पनि केही साना तर महत्त्वपूर्ण सुधारहरू भएका छन्। जस्तै बजार खुल्नु अघिको प्री ओपन सेसनमा मूल्य घटबढको नयाँ सीमा छ। अर्डर राख्दा मूल्य तोक्ने नियममा पनि अलिकति खुकुलो बनाइएको छ। अनि बजारका ठुला खेलाडी मतलब स्टक डिलरहरूले अब अझ फराकिलो क्षेत्रमा लगानी गर्न पाउनेछन्, जसले बजारमा लिक्विडिटी अर्थात् तरलता बढाउन मद्दत गर्न सक्छ। ल एकैछिनमा मेन पोइन्ट्सहरू सरल रिभाइज गरौँ है त। पहिलो, ट्रेडिङ हप्ता अब सोमबारदेखि शुक्रबार। दोस्रो, अर्डर हाल्नलाई समयको कुनै रोकटोक छैन, 24/7। तेस्रो, अब खेल अलि ठुलो छ, 15% को मूल्य सीमा। अनि चौथो, बजारको सेफ्टी नेट, 5 र 8% को नयाँ सर्किट ब्रेकर। यी 4 कुराहरू मुख्य हुन्। समग्रमा हेर्दा यी सबै सुधारहरूको एउटै लक्ष्य देखिन्छ, नेपालको शेयर बजारलाई अझ आधुनिक, छिटो र हामी सबै लगानीकर्ताका लागि पहिलेभन्दा धेरै सहज बनाउनु। तर यहाँ एउटा ठुलो प्रश्न उठ्छ, के यी नियमहरूले साँच्चै नेपाली शेयर बजारलाई थप परिपक्व र अन्तर्राष्ट्रिय स्तरको बनाउन सक्ला त? कि यो एउटा प्रयोग मात्रै साबित हुने हो? खैर, यसको जवाफ त समयले नै दिनेछ। तर एउटा कुरा भने पक्का छ, नेप्सेको एउटा नयाँ युगको सुरुवात भइसकेको छ। अब हेरौँ यो नयाँ युगले बजारलाई कुन दिशामा